दुई खुट्टे कुखुरालाई चार खुट्टे बाख्राले मार्यो भन्दै कराउँदै तिनीहरूको टाउकोलाई हेर्ने हो भने कतिवटा पुग्छन् 10 वटा। तिनै इक्वेसन बनाउने कतिवटा इक्वेसन बनाउने 2 वटा। जुन हामीले यो भन्दा अघिल्लो क्लासहरुमा हामीलाई इक्वेसन दिएरै आउँथ्यो, अहिले इक्वेसन दिएको छैन, त्यो हामीले यसबाट निकाल्नु पर्ने। पहिलो इक्वेसन निस्किन्छ यो समबाट। पहिलो इक्वेसन कुनबाट निस्किन्छ? समबाट। दोस्रो इक्वेसन निस्किन्छ डिफरेन्सबाट। यसबाट इक्वेसन 2 सामान्य छ, यो हामीलाई थाहा छ। पहिलो कन्डिसनमा के भनेछ? x र y को के गर्ने? सम भनेको x र y लाई जोड्ने। जोड्न भनेपछि एन्ड को ठाउँमा के राख्ने? प्लस। जोड्न भनेपछि एन्ड को ठाउँमा प्लस राख्ने। x प्लस y इज इक्वल टू कति छ जोडेर? 8। इक्वेसन फर्स्ट। यसै गरेर डिफरेन्स भनेछ x माइनस y इज इक्वल टू 4। इक्वेसन 2। अब दोस्रो नम्बरमा यसलाई हामीले के गर्न भन्यो रे? सल्भ। के गर्न भन्यो? अब सल्भ गर्नलाई हामीसँग थुप्रै मेथडहरु छन्। सब्स्टिट्युसन मेथड, इलिमिनेसन मेथड, ग्राफिकल मेथड। सब्स्टिट्युसन मेथड, इलिमिनेसन मेथड, ग्राफिकल मेथड। हामीले कतिवटा पढिसक्यौं? सब्स्टिट्युसन पनि पढ्यौं, ग्राफिकल पनि। अब बच्यो कुन? इलिमिनेसन। कुन मेथड बच्यो? इलिमिनेसन को अर्थ हो एकले अर्कोलाई कटाउने। एकले अर्कोलाई कटाउने। अब यहाँ हामीले पहिला फिक्स गर्नु पर्यो कुन मेथडबाट गर्ने। हुन त बुकमा ग्राफिकल मेथड नै भनेछ। कुन मेथड भनेछ? अब धेरै जसो 8 क्लासमा कुन मेथडबाट आउँछ? ग्राफिकल। ल यसलाई पनि हामीले कुन मेथडबाट गर्छौं? ग्राफिकल। ग्राफिकल मेथड को पहिलो नियम के रे? के बनाउने? टेबल बनाउने हैन। दोस्रोमा के गर्ने? भ्यालु फाइन्ड गर्ने टेबलबाट। त्यो हामीले अहिले गर्छौं। टेबल बनायौं x र y। कतिवटा भ्यालु निकाल्नु पर्ने? टेबल बनाउनु भन्दा पहिला माथि यो इक्वेसन निकाल्नु पर्छ हैन। x प्लस y इज इक्वल टू 8। त्यसबाट के निस्किन्छ? x इज इक्वल टू 8 माइनस कोलाई एक्लो पारिम, x लाई एक्लो पारिम। भ्यालु कसको राख्ने? y को भ्यालु राख्ने। जो अरूसँग मिलेर बसेको हुन्छ हामीले त्यसको भ्यालु राख्छौं। डिभाइडमा कोही छ? छैन भने हामीले आफ्नो मनले 0 1 2 राख्न पाउँछौं। कुनै कन्फ्युजन छैन। जुन सुकै क्वेशन होस्, जस्तो सुकै क्वेशन होस्, डिभाइडमा आउँदैन भने हामीले यही भ्यालु राख्न पाउँछौं। 0 राख्दा 8 बाट 0 घटाउँदा 8 बाट 1 घटाउँदा 2 घटाउँदा 6। अब दोस्रो नम्बर एन्ड हाम्रो अर्को इक्वेसन छ x माइनस y इज इक्वल टू 4। x माइनस y इज इक्वल टू 4। x इज इक्वल टू 4 प्लस y। अब यसको पनि टेबल बनाउने। कसको भ्यालु राख्ने? यहाँ यहाँ पनि y कै भ्यालु राख्ने। y को भ्यालु 0 1 2। 0 राख्दा 4 प्लस 0 4। 1 राख्दा 4 प्लस 1 5। 2 राख्दा 4 प्लस 2 6।
हामीले रफमा पनि गर्न ल। हामीसँग यो टेबलमा भ्यालुहरु छ, यसलाई केमा भर्ने रे? ग्राफमा। पहिलो भ्यालु छ 8,0, 8 र 0। x को भ्यालु 8, y को भ्यालु 8 राइट साइड जाने, 0 चाहिँ y को भ्यालुमा कतै पनि नहिन्ने। 1 2 3 4 5 6 7 8 हामी यहाँ पुग्यौं। हामी यो ठाउँमा आइपुग्यौं। दोस्रो पोइन्ट छ 7,1, x को भ्यालु 7, y को भ्यालु पहिला 7 स्टेप राइट तिर हिँड्ने अनि 1 स्टेप माथि हिँड्ने। 1 2 3 4 5 6 7 एक स्टेप कहाँ हिँड्ने? माथि। तेस्रो छ 6,2, 6 स्टेप राइट, 1 स्टेप 2 स्टेप अप, 1 2। अब यसलाई एउटा लाइनले जोड्दिने, यसलाई अब एउटा स्ट्रेट लाइनले जोड्दिने। अब हामीसँग दोस्रो पोइन्ट छ, दोस्रो टेबल छ। दोस्रो टेबलमा हामीसँग पोइन्ट छ 4,0, 4,0। 4 कुन स्टेप हिँड्ने? राइटमा चाहिँ 4 स्टेप, y स्टेप तलमाथि के पनि नहिँड्ने। 1 2 3 4, 1 2 3 4। त्यसपछि हामीसँग अर्को पोइन्ट छ 5,1, 5 स्टेप राइट जाने, 1 स्टेप अप, 5 अनि 1। अनि दोस्रोमा छ 6,2, 6 गयौं अनि 1 स्टेप यहाँ गयौं। अहिले दुईटै लाइन काटिनु पर्ने ठाउँ पनि हामीले देखिसक्यौं। अब यसलाई हामीले जोड्छौं। यसरी जोडेपछि जुन काटिएको ठाउँ छ नि दुईटै लाइनको, दुईटै लाइन यो ठाउँमा काटियो। यसको पोइन्ट के हो रे? यो ठाउँमा काटियो, यही हो हाम्रो आन्सर। अब यसलाई काउन्ट गर्ने, 1 2 3 4 5 6 1 2, 6,2। यो पोइन्ट को आन्सर आयो 6,2। देयरफोर x इज इक्वल टू 6, y इज इक्वल टू 2 हाम्रो आन्सर। थ्याङ्क यू। केही कुखुरा छन्, केही बाख्रा छन्। तिनीहरूको टाउकोलाई हेर्ने हो भने कतिवटा पुग्छन्? 10 वटा। तिनीहरूको खुट्टालाई हेर्ने हो भने कतिवटा पुग्छन्? 32 वटा। यही दुईटा कुरोलाई हामीले ध्यान दिने हो यो क्वेशन सल्भ गर्ने बेला। टाउको र खुट्टा केलाई ध्यान दिने हो? टाउको र खुट्टा, दुईवटा कुरा टाउको र खुट्टालाई ध्यान दिने हो। अब हामी पहिला टाउकोमा जान्छौं इक्वेसन बनाउनलाई। सबैभन्दा पहिला त यहाँ के गर्नु पर्यो? लेट। के गर्नु पर्यो? लेट मान्नु पर्यो हामीले नंबर अफ hen इज इक्वल टू x, नंबर अफ गोट इज इक्वल टू y। x वटा कुखुरा छन् रे, y वटा बाख्रा छन्। x वटा कुखुरा, y वटा बाख्रा छन्। अब हामीले टाउको कुरो गर्ने हो भने कुखुराको पनि कतिवटा टाउको हुन्छ? एउटा। बाख्राको पनि एउटा। टाउको दुईटैको के हुन्छ? बराबर हुन्छ।
हामी इक्वेसन 1 मा कसको पुरो गर्ने रे हेड को। हेड भनेको टाउको। बाख्राको कतिवटा टाउको हुन्छ एक कुखुराको कतिवटा टाउको 1 इन्टु एक्स प्लस बाख्राको पनि कतिवटा टाउको हुन्छ एउटै हुन्छ। त्यहाँ पनि के लेख्न पाइयो 1 इन्टु वाई। 1 ले कुनै चीजलाई मल्टिप्लाई गर्दा केही असर पर्दैन। त के भयो यहाँ यो टाउको र खुट्टालाई जोड्दा टाउको जोड्दा कतिवटा पुगेछन् 10 वटा। यसको भ्यालु कति भयो 10। टाउको र टाउको कति पुगेछ त्यहाँ हेर्नुहोस् 10। त्यही भएर यो टाउको कुखुराको टाउको बाख्राको जोडेर कति पुग्यो 10। x प्लस वाई इज इक्वल टू 10। इक्वेसन फर्स्ट। अब हेड पछि कसको पुरो गर्ने लेग को। लेग भनेको खुट्टा। हामीलाई थाहा होला कुखुराको कतिवटा खुट्टा हुन्छ 2टा। बाख्राको कतिवटा हुन्छ 4 वटा। एकचोटी बाख्राको खुट्टाले कुखुरालाई लागेपछि कुखुरा कहाँ गर्दै 2 खुट्टे कुखुरालाई 4 खुट्टे बाख्राले मार्यो भन्दै कराउँदै हिँड्छ। कुखुरालाई गाह्रो हुन्छ है बाख्रासँग राखेपछि खुट्टाले च्याप्ने बित्तिकै गाह्रो हुन्छ। लेग कतिवटा हुन्छ रे हामी पहिला कोलाई हेर्ने कुखुराको कतिवटा खुट्टा 2टा इन्टु कुखुरा प्लस बाख्राको कतिवटा खुट्टा 4 वटा। बाख्रा कुन हो वाई। यो दुईटैलाई जोडेर कति पुग्यो 32। यहाँबाट के आयो 2x प्लस 4y इज इक्वल टू 32। इक्वेसन 2। अब आज हामीले यसलाई कुन मेथडबाट सल्भ गर्न गइरहेछौं सब्स्टिट्युसन। अस्ति मैले सब्स्टिट्युसनमा एउटा के तरिका सिकाएको थिएँ अमीरों से लेकर गरीबों को देना है ना, अनि फेरि गरीबों से लेकर तर आज फेरि त्यसको उल्टो गरिदिन्छौं। पहिला कोबाट लिदिन्छौं रे गरीबबाट। कोबाट लिदिन्छौं अनि कोलाई दिन्छौं अमीरलाई। अनि फेरि अमीरबाट लिएर अन्तिममा कोलाई दिन्छौं। सधैँ किन अमीरबाटै लिने हैन, पहिला कहिले कसोकोबाट नि लिने गरीबबाट नि लिने। जुनबाट पनि लिन पाइन्छ है पहिला। अहिले पहिला लिन सजिलो हामीलाई कुनबाट छ यसबाट छ है। x इज इक्वल टू 10 माइनस y। यो प्लस y थियो उताबाट यता आएर माइनस y, जसलाई हामीले के मानिम इक्वेसन फर्स्टबाट निकालिएको भ्यालु हैन। इक्वेसन फर्स्टबाट निकालिएको। अब यसलाई लगेर कहाँ राख्ने इक्वेसन सेकेन्डमा। यहाँ हामीले के भन्ने सल्भिङ 1 and 2। हाम्रो इक्वेसन 2 के हो 2x प्लस 4y इक्वल टू 32। हुन त यहाँबाट 2 कमन लिन पाइन्थ्यो है, तर हामीले अहिले लिएको छैनौं। अब यो 10 माइनस y लाई ल्याएर कहाँ राख्ने x को ठाउँमा राख्ने। यो x को ठाउँमा x को भ्यालु के आइसकेछ 10 माइनस y। यसलाई मैले यहाँ रेड कलर युज गरेँ। यो भ्यालु हो कसको भ्यालु हो यो x को भ्यालु। यो जुन यहाँ दिएछ यो वाला भ्यालु हामीले ल्याएर यस ठाउँमा राख्यौं। अब मल्टिप्लाई गर्ने 2 into 10 2 into माइनस y माइनस 2y प्लस इज इक्वल टू 32। यो माइनस 2y र प्लस 4y गर्दा के बच्यो 2y बच्यो। यो 20 यताबाट उता जाँदा 32 माइनस 20 y इज इक्वल टू 12। 2y इज इक्वल टू 12 अनि 12 अपन
2 यो 2 यता मल्टिप्लाईमा थियो यता आयो डिवाइड गर्न y को भ्यालु के आयो 6 हामीले अहिले कसको भ्यालु निकाल्न सफल भयौं गोट बाख्राको भ्यालु निकाल्यौं हैन अब पुटिङ y is equal to 6 in equation first y को भ्यालु 6 कहाँ राख्ने इक्वेसन फर्स्ट मा इक्वेसन फर्स्ट के छ x is equal to 10 minus y x is equal to 10 minus y 10 minus y को भ्यालु 6 4 अब therefore हाम्रो आन्सर के आयो therefore number of hen x is equal to 4 number of goat y is equal to 6 हाम्रो आन्सर आयो अब यसलाई चेक गरौँ हामी राइट छम कि रङ छम 4 वटा कुखुरा र 6 वटा दुईटैको एउटा एउटा टाउको हुन्छ 6 र 4 कति भयो टाउकोसँग म्याच भयो अब खुट्टा चेक गरौँ कुखुराको कतिवटा खुट्टा हुन्छ 4 into 2 8 कुखुराको खुट्टा कति भयो 8 वटा बाख्रा कतिवटा छ 6 खुट्टा कति हुन्छ 4 24 24 र 8 टाउको पनि मिल्यो खुट्टा पनि मिल्यो भने हाम्रो आन्सर पनि मिल्यो ओके थ्यांक यू okay for practice you have here a question there are some man and horse in a stable choosing horse for riding riding को लागि घोडाहरू छान्दै गरेका केही मान्छेहरू र घोडाहरू स्टेबलमा छन् there are 14 head तिनीहरुको हेड काउन्ट गर्ने हो भने घोडा र मान्छे दुईटैको गरेर कतिवटा हेड पुग्छन् 14 वटा र लेग्स कतिवटा पुग्छन् 44 वटा भने कति जना मान्छे छन् र कतिवटा होर्स छन् हजुरहरुले आन्सर निकालेर यसको